म त बोलिन र भाइ मलाई नि कान्छे होला खाँदै जाए बाबु भन्दा अगाडि त नजानु है नानी म भाउजू अगाडि जान्छु भने त परमप्रधान परमेश्वर सर्वशक्तिमान सर्वव्यापी सर्वान्तर्यामी चराचर जगत ब्रह्माण्ड पृथ्वी खोला नाला पाखा पर्वत हिमाल जलचर थलचर नवचर पशु प्राणी पक्षी मानवहरू सबैको सिर्जना रहस्यमा रहनुहुने शून्यताको राजा भगवान तपाईँको पवित्र चरणमा झुकेर हामी सामूहिक अन्तर्विन्ती चढाइरहेका छौँ र हाम्रो आजको यो अन्तर्विन्ती हाम्रो जब बहादुर बाबाको आत्माको चिर शान्ति मुक्ति मोक्षको लागि कामना गर्दै आज 2082 साल वैशाख महिनाको 20 गते शनिबारका दिन हाम्रो बाबा खोटाङमा छुवामा जन्मनुभई हाल मरुङ जिल्लाको कानेपोखरी गाउँपालिका वार्ड नम्बर 5 मा स्थायी बसोबास गर्दै आउनुभएका उहाँको श्रीमती स्वर्गीय श्रीमती अनि 3 भाइ छोरा 3 बहिनी छोरी बुहारी
ज्वाइँ नाति नतेना समेत रहेका उहाँ यति धेरैका धनी गाउँ समाजमा असल कर्म गरेर समाजमा सबैको मन जितेर अगाडि बढ्न सक्ने हाम्रो बाबा आज यो धरतीबाट विदा हुनुभएको छ। उहाँको यो पारंगत शरीरलाई हामी विदायकरण गर्नको लागि प्रेमवाद दर्शन अनुसार आज हामी अगाडि बढिरहेका छौँ। हे परमेश्वर, हजुरको इच्छा अनि चाहना अनुग्रहद्वारा हाम्रो बाबाको यो पारंगत शरीरलाई हामी विदायकरण गर्न सकौँ। हामीलाई थाहा छैन कहाँ हामी गर्छौँ, हजुरले रहस्यमय ढङ्गले आज पुर्याइदिनु हुनेछ र त्यो रहस्यको ठाउँ बन्न सकोस्। जो कोही पनि यहाँ विलायकरणमा पुग्दा सबैले आनन्द महसुस गर्न सकोस् भन्दै छोटो अन्तर्बिन्दुलाई यहीँ राख्दै हजुरले पठाउनु भएको स्वर्गदूत मास्टर गणेन्द्र गुरुले दिनुभएको दर्शनलाई ज्ञान आत्मसात गर्दै व्यावहारिक रूपमा याञ्चनद्वारा आज बाबाको यो पारंगत शरीरलाई हामी विलायकरण गर्न गुरुजीको अनुमति चाहन्छौँ। अनुमति रहोस्। हजुरहरूले फलोर चढाइदिनुहोस् यहाँ माथि। पहिला भागद्वारा हामी पवित्र चरणमा हामीले शिर झुकाएर हात जोडेर बिन्ती गरिरहेका छौँ। भगवान, हाम्रो यो बिन्ती हजुरलाई चढाउँदछौँ। विशेष गरी हाम्रो जबर बहादुर बाबाको आत्माको चिर शान्ति अनि उहाँहरूको परिवारलाई सान्त्वनाको लागि हाम्रो यो पहिला भएको प्रार्थना हजुरमा चढाउँदछौँ।
सन्तान 2 दाजुहरूपछिको प्रवर बहादुर राई जन्ममिति 2007 जेठ महिनाको 1 गते श्रीमती दशमाया राई स्वर्गीय त्यसै गरी छोराहरू 3 भाइ श्याम कुमार राई दिल्लीराज राई हिरराज राई त्यसै गरी छोरीहरू मोनिका राई सविता राई सङ्गीता राई 3 भाइ 3 बहिनीको सन्तानहरू नाति नातिनाहरू 6 भाइ 6 बहिनी जम्मा 12 जनाको अनि उहाँ आज यो धरतीबाट बिताउनु भएको छ। हे परमेश्वर भगवान हामीलाई दुःख पीडा भएको छ। हाम्रो परिवार हामीबाट छुटाउँदा कसलाई अशान्ति हुँदैन र हामीलाई गहिरो चोट लागेको छ। हाम्रो इष्टमित्र नाता गोताहरू पाहुनाहरू पाल्नु भएको छ। हामी सबैलाई पीरले सताएको छ। भगवान हामीलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरिबक्सियोस्। बाबाको आत्मा सधैँ शान्तिको राज्यमा भगवानसँग रहन सकोस् यही बिन्ती प्रार्थना गराउँदै अब हामीले बाबाको यो पारङ्गत शरीरलाई हामी गाडीमा लैजानको लागि अनुमति चाहन्छौँ। भगवान तपाईँको इच्छा अनि चाहना अनुसार अगाडि बढ्न सकौँ। जय 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 गाडीमा निकाल्न झन्डा यो बिचको पछाडिपट्टि छ एउटा झन्डा ल्याउनु। पार्टीको साथी देख्न भन्नु पर्यो जाने जाए हेर्न पाइँदैन। खेलेर
साथी हामी एक दिन यो धरतीबाट बिदा हुनैपर्छ तर बिदा हुनुभन्दा पहिला हामीले असल कर्म गऱ्यौँ कि गरेनौँ सबैभन्दा हामी मानव के मानव भएर आयौँ भन्ने कुरा हामीले चिन्तन मनन गर्नुपर्ने रहेछ प्रेमबहादुर सरले त्यो भन्छ हामी चेतनशील मानव आज यो धरतीमा किन अशान्ति फैलाइरहेका छौँ अशान्ति भन्छौँ कसको कारणले अशान्ति भयो हामी मान्छेको कारणले अशान्ति भएका छौँ त्यही शान्ति ल्याउनको लागि अब हामी जुट्नु पर्यो मिल्नु पर्यो प्रेमिलो बन्नु पर्यो सबैलाई आफूसँग ठान्नु पर्यो एक दिन आखिरी हाम्रो बाबाले कति समाजमा काम गर्नुभयो होला उदाहरणले काम गर्नुभयो तर के लगेर जानु हुँदैछ केही पनि लगेर जानु हुँदै छैन उहाँको इतिहास उहाँले गरेको कर्म छोडेर जानु हुँदैछ हो यस्तै कर्म असल कर्म गर्नुपर्छ भन्ने हाम्रो भजनको सन्देश छ अब हामी दोस्रो भजन अगाडि बढाउँछौँ अब हामी करिब
हामी हाम्रो पार्टी पंक्तिको अग्रज हामीले केही अगुवा नेतागणहरूलाई बोलाएका थियौँ। अब हामी योभन्दा अगाडि कार्यक्रम आफ्नो विधि सङ्गत आफ्नो धार्मिक कार्यक्रम समाप्त भएको छ भने अब हामी नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हाम्रो स्वर्गीय हाम्रो अभिभावक हाम्रा धरोहर सामाजिक व्यक्तित्व जब्बरबहादुर राईको सम्मानको निमित्त हामी नेपाली काङ्ग्रेसको पार्टीको झन्डा ओढाउने कार्यक्रम रहेको तपाईँहरूलाई जानकारी गराउँछु। हाम्रो स्वर्गीय जब्बरबहादुर राई एउटा सामाजिक व्यक्तित्व र उहाँले गरेको कामहरूको जति भने पनि प्रशंसा गरे पनि कमी नै रहनेछ। यो समाजमा देखिरहेको कुरा हो र तसर्थ उहाँ यो ठाउँमा नेपाली काङ्ग्रेससँग सम्बन्ध भएर यो काङ्ग्रेस पार्टी नहुँदाखेरि उहाँले यो ठाउँमा काङ्ग्रेसको सङ्गठन बढाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएको र पार्टीमा उहाँको यो निधनले जहिले पनि अभाव रहने कुरा हामीले महसुस गर्नेछौँ। तसर्थ उहाँको सम्मानमा हामीले पार्टी पंक्तिका अग्रज व्यक्तित्वहरू यहाँ उपस्थित हुनुभएको छ र हामीले उहाँको जीवन्त कालमा पनि पार्टीले उहाँलाई सम्मान गरिरहेको छ भने मृत्यु पश्चात पनि उहाँलाई पार्टीले नै सम्मान गर्ने कुरा तपाईँलाई जानकारी गराउँछु। र हामी माझमा आज पार्टीका केन्द्रीय पदाधिकारी जिल्ला स्तरीय जनप्रतिनिधिहरूको उपस्थित रहेको छ, महिला नेतृत्वको उपस्थित रहेको छ। हामीसँग केन्द्रीय सदस्य तथा विराटनगरका पूर्व मेयर भीम पराजुली हुनुहुन्छ। यसै गरी हाम्रा आदरणीय इतिहास भएको नेता हाम्रा आदरणीय वसन्त भट्टराई हुनुहुन्छ। यसै गरी कार्यवाहक सभापति भक्तिनाथ माझी हुनुहुन्छ। त्यसै गरी सहमहामन्त्री प्रदेश सहमन्त्री आदरणीय पार्वती गजदार हुनुहुन्छ। यसै गरी पर्मिला गजदार हुनुहुन्छ। यसै गरी हाम्रा महासमिति सदस्य नगेन्द्र जमर कटेल, महासमिति सदस्य तथा सचिव ललित श्रेष्ठ, यसै गरी मोरङ जिल्ला सचिव बोधराज घिमिरे, त्यसै गरी माननीय यस प्रदेशका प्रत्यक्ष निर्वाचित माननीय मानबहादुर लिम्बू, यसै गरी महिला नेत्री बेलबारी नगरका उपप्रमुख नितु थापा कोइरालाजी हुनुहुन्छ। यसै गरी पूर्व माननीय तथा समिति सदस्य शिवरबहादुर राजराईजीको उपस्थिति रहेको छ। यसै गरी प्रदेश ख तथा बेलबारी नगरपालिका 8 का वडाध्यक्ष 10 का अध्यक्ष गंगा याखाजीको उपस्थित रहेको छ। यसरी किसान संघका सचिव तीर्थ कार्कीको उपस्थित रहेको छ। यसरी जिल्ला सदस्य महिला नेत्री देवी बास्कोटाजी हुनुहुन्छ। यसै गरी कानेभरी गाउँपालिकाका सभापति योगेन्द्र दाल लगायत बेलबारी 7 का बेलबारी नगरपालिकाका सभापति छत्र लिम्बूको पनि उपस्थित रहेको जानकारी गराउँछु। यहाँ तमाम पार्टी पंक्तिका पत्र भलात्मी र समाजसेवीको उपस्थित रहेको छ। मैले देखिरहेको छु यो ठाउँमा जनप्रतिनिधिहरू पनि उपस्थित रहेको छ र यस ठाउँमा सिंहदेवी प्राविको दिमाग भाइको उपस्थित रहेको छ र यसै ठाउँमा एउटा धरोहर कानेभरी गाउँपालिका 6 का आदरणीय दानबहादुर बस्नेतको उपस्थित रहेको छ र सम्पूर्ण उपस्थित महानुभावहरूमा आज हामी स्वर्गीय जब्बरबहादुर राईप्रति सम्मान व्यक्त गर्दै कानेभरी गाउँपालिका उपसभापति श्री जब्बरबहादुर राईलाई सम्मान गर्दै सामूहिक रूपमा झन्डा उडाइदिएर सम्मान व्यक्त गरिदिनको लागि म पार्टीका अग्रज व्यक्तित्वहरूलाई हार्दिक अनुरोध गर्दछु। माथिबाट जोडाउनु पर्छ नि। उठाउनु लागेको
परमप्रधान परमेश्वर भगवान, अब भने हामीले हाम्रो एन्जल जब बहादुर बाबाको यो पारङ्गत शरीरलाई विलयकरण गर्नेतर्फ हामी अगाडि बढ्दैछौँ। अब घरबाट सभाको लागि यहाँको यो भौतिक शरीर आजबाट हामीले यो घरमा देख्ने छैनौँ। उहाँलाई याद गर्न सक्छौँ, सम्झनामा रहनेछ। र अब हामी कृपा दर्शनद्वारा हाम्रो निश्चयको शब्दहरूलाई उच्चारण गरेर भगवानप्रति शिर झुकाएर उहाँको सन्तानहरू, छोराहरू, छोरीहरू, बुहारी, ज्वाइँ नाति नातिना, छरछिमेकी श्रीमती दाजुभाइ, हामी स्वयंहरू सबैको तर्फबाट भगवानलाई बिन्ती गर्दै अब हामी हाम्रो बाबाको यो पारङ्गत शरीरलाई उठाउनको लागि भगवानसँग अनुमति चाहन्छौँ। अनुमति रहोस्। जय प्रेम।
तिमी आफैले उठाउन जीवन
सिंगार कोट कुनै पाएन छैन अहंकार छैन को सिंगार कोट कुनै पाएन कल्पना भन्दा माथि छ स्वर्ग सकिन्न भयाल कल्पना भन्दा माथि छ स्वर्ग सकिन्न भयाल शरीर माटोमै छाडे आत्मामा उठेर छाड्नु नै पर्ने अघि पछि यो भाव सागर छाड्नु नै पर्ने अघि पछि यो भाव सागर त्यसैले प्रभु गर्छौँ महिमा जय जयकार गरेर त्यसैले प्रभु गर्छौँ महिमा जय जयकार गरेर इन्जलको आत्मा शुद्ध पवित्र होस् महिमा कमी भुल गल्ती सबै पापहरू क्षमा होस् प्रार्थना गर्छौँ इन्जलको आत्मा शुद्ध पवित्र कमी भुल गल्ती सबै पापहरू क्षमा होस् धन्यवाद प्रभु हे उद्धारकर्ता स्वर्गमा स्थान होस् धन्यवाद प्रभु हे उद्धारकर्ता स्वर्गमा स्थान
स्वर्गमा शान्ति देऊ प्रभु एन्जलको आत्मा जय जय हो स्वर्गमा नातिनी जम्मा 12 जना परिवारका धनी स्वर्गीय जबरबहादुर बाबाको विक्रम सम्वत 2082 18 गते कान्तिम यस संसारको मानव जीवनलाई यात्रा अन्त्य गरी निधन हुनुभएकोमा हामी उहाँको परिवार तथा नाता गोता छरछिमेक लगायत सम्पूर्ण प्रेमवादी लगायत हामी सम्पूर्ण मलामीजन मर्माहित भएका छौँ र उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गर्नु भने हामी कुनै मलामीजन सम्पूर्ण भएर कुनै भगवान ईश्वर माग्दै भए पनि हामी उहाँसँग उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक समावेदना प्रकट गर्दै उहाँले हामीले 1 मिनेट मौन धारण गरेर उहाँले हामी स्वर्गमा भेट्ने बाचा गर्दै हामी उहाँले 1 मिनेट मौन धारण सम्पूर्ण यस कार्यमा सरी भइदिनको लागि उठेर हामी यो 1 मिनेट मौन धारण यति पावरफुल हुन्छ कि यो हामी निस्वार्थ भावले 1 मिनेट भगवानसँग हामी जुन भगवानको नाममा हामी भक्तिभाव गरिरहेका छौँ जुन भगवानले हामी पुकारिरहेका छौँ आफ्नो भगवानले पुकारेर हाम्रो बाबाको आत्माले चिर शान्ति पाओस् भनेर 1 मिनेट मौन धारण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अभिभावक हुनुहुन्थ्यो, उहाँलाई गुमाउँदा हामीलाई पीड परेको छ, दुःख लागेको छ। तर यो दुःखमा हामी परिवारहरूलाई भगवानबाट धैर्य धारण गर्ने शक्ति मिलोस् र अब कोही मान्छेहरू अनुहार हेर्नु छुट्नुभयो। अब हामी देखाउनु पनि असमर्थ रह्यौँ यिनीहरू, किनभने हामीले सबै कुरा गरिसक्यौँ। यहाँले चित्त बुझाइदिनु हुनेछ र अब हामी मती किन्ने काम हुनेछ र छोराहरू कता हुनुहुन्छ, धेरैजना छोराहरू जहाँ हुनुहुन्छ घुमेर साथ गीतले गरे सात नम्बरबाट चिन्नै लगाइदिनु तपाईँ गीत गाइदिनु जहाँ अरू होइन 3 भाइ छोरा मात्र भयो साथै ठाउँमा मान्छेहरू छोडिदिउँ न राजा सात ठाउँ मात्रै लाउनु छ। सात ठाउँ अब बुहारी छोरी दिनुहोस् न, एकदम सम्मान गर्ने हो कि यहाँ त उहाँलाई कहिले सम्मान गर्न पाइन्छ र 2 हात दिनुहोस्। उहाँको आत्माले देखिरहेको छ, हेला गर्ने होइन, सम्मान गर्ने हजुरहरूले। अब जो जति हुनुहुन्छ सबैले 3 पटक पनि दिउँ हामी 3 पटक हजुरहरूले खबर पाउनु होइन लाउनु फेरि पनि हाम्रो अन्त्येष्टि अन्तिम विधायी कार्यक्रम 24 गते हुने भएकोले गर्दा यहाँहरूलाई 11 बजेभित्रमा हाम्रो बाबाको घरमा उपस्थित भइदिनु र हार्दिक अनुरोध गर्दछौँ। कल्पना भन्दा माथि छ स्वर्ग सकिन कल्पना भन्दा माथि छ स्वर्ग सकिन
आत्मा शुद्ध पवित्र होस्। महिमा गर्ने भुल गल्ती सबै पापहरू क्षमा होस्। प्रार्थना गर्छौँ इन्जलको आत्मा शुद्ध पवित्र होस्। महिमा गर्ने भुल गल्ती सबै पापहरू क्षमा होस्। धन्यवाद प्रभु हे उद्धारकर्ता, स्वर्गमा स्थान होस्। धन्यवाद प्रभु हे उद्धारकर्ता, स्वर्गमा स्थान होस्। मुक्ति देऊ प्रभु, मोक्ष देऊ प्रभु, इन्जलको जय जय होस्। मुक्ति देऊ प्रभु, मोक्ष देऊ प्रभु, इन्जलको जय जय होस्। गुरुको जय जय होस्। प्रभुको जय जय होस्। गुरुको जय जय